सबैजनालाई नमस्कार। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। तपाईँहरूलाई फेरि स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म माथि शिव मन्दिरमा नर्वदेश्वर महादेव मन्दिरमा पूजा गर्न जाँदैछु। त्यहाँ रुद्री पूजा छ। अब म नुहाउँछु अनि म पनि जान्छु, बाबा पनि जानुहुन्छ। लेट्स सी है त गाइजहरू। म चाहिँ नुहाएर रेडी भइसकेको छु। अब बाबा रेडी हुनुभयो कि हुनुभएन हेर्छु म। अनि मन्दिर जान्छु, उतै भेटौँला है त गाइजहरू। हामी चाहिँ जाँदैछौँ, मन्दिर जाँदैछौँ। बाबा पनि यहाँ रेडी भइसक्नु भएको छ, बाबा पनि जान लाउनु भएको छ, म पनि रेडी भइसकेको छु। अब हामी जान्छौँ, लेट्स गो है त। Where the neon glows, every block tells a tale the whole city knows. Rhythms in गाइजहरू म चाहिँ मन्दिर आइसकेको छु, लेट्स सी है त। भिडियो बनाउनु पऱ्यो नि हजुर, यहाँ अङ्कललाई देखाउनु पऱ्यो। ल ल तपाईँतिरै खिचेको यहाँ, तपाईँले हेर्नु न मेरो भिडियो भन्छ भरे हेर्नु। सबभन्दा थम्नेलले तपाईँ राख्छ है। यहाँ जग्गिया छ। ल है त। कृपनजी, तपाईँ यहाँ काम गरिराख्नु भएको छ, एकदम तपाईँलाई कस्तो लागिरहेको छ? एकदम रमाइलो लागिरहेको छ, खुसी लागिरहेको छ। मन्दिर काम गर्न पाउँदा धर्मको काम हो, तपाईँहरूले पनि गर्नु होला। सागरजी क्रिस्चियन यस्तै धर्म गर्न तै पनि यहाँ काम गर्न आउनु भएको छ। इसाई भन्नु अझै यस्तै धर्म कर्म गर्न मन लाग्यो भने चाहिँ मेरो च्यानल सब्सक्राइब गर्नु होला। गाइजहरू म चाहिँ अब यहाँ मन्दिर छु अहिले। यस्तो छ मन्दिरको दृश्य, सबैजना आइसक्नु भएको छ। हामी ध्वजा पतङ्ग लगाइसकेका छौँ। यहाँ हाम्रो शिशिर आचार्य छन् होइन। शिशिर के भन्न? केही पनि छैन। पछाडि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, उसलाई धेरै सपोर्ट गरिदिनु होला। किनकि ऊ अब नयाँ नयाँ हुँदैछ, त्यही कुरा गर्दै छ भनौँ न। लाइक अब भ्लगहरू अब डेली हाल्यो भने चाहिँ सपोर्टहरू आइरहेको छ कि डेली हालेन भने चाहिँ आउँदैन। किनकि त्यो नियमित हुने कन्टेन्टहरू जस्तै हामी जसरी हेर्ने मान्छेहरूलाई चाहिँ नियमित हेर्न मन लाग्छ नि त। त्यही भएर चाहिँ बेटर राम्रोसँग कन्टेन्ट पेलेकै राम्रो भन्न चाहन्छु। ल शिशिरले चाहिँ त्यति भनिसकेका छन्। यहाँको दृश्य यस्तो छ। उता हिमाल देखिन्छ, अहिले देखेको छैन। पोखराको भ्यू चाहिँ यहाँबाट दामी देखिन्छ, दामी। यहाँ आउँदा हुन्छ भन। यहाँ आउँदा हुन्छ। मैले अघिल्लो पालिको भ्लगमा नि देखाएको थिएँ यहाँबाट, तर आज चाहिँ बवाल देखेछ होइन। ल अब यहाँ चाहिँ पूजा हुन्छ, बेलपत्र सेलपत्र चढाउने अनि सबै हुन्छ। लेट्स सी है त। अगाडि बत्ती कि के बत्ती अघि भन्दाखेरि त पुरा नघुम्ने भन्छ फुल फर्किने ओम नमः शिवाय, ओम नमः शिवाय, भगवान शम्भु शिवको जय, ओम गणपतिको जय, ओम उता 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 ओम लम्बोदराय भ्यो नमः, जय, ओम पार्वती भ्यो नमः, जय, ओम श्री कृष्ण परमात्मा भ्यो नमः, जय, ओम ग्राम देवताय भ्यो नमः, जय, ओम भाग्य देवताय भ्यो नमः, जय, इष्ट देवताय भ्यो नमः, जय, ओम कुल देवताय भ्यो नमः, जय, ग्राम देवताहरू भ्यो नमः, जय, सम्पूर्ण देवताहरू भ्यो नमः, जय, शम्भु शिव कलापति पार्वती भ्यो नमः, जय, शङ्कर भगवान जय। घरमा प्रवेश गरेर यहीँ अचल भएर बसिदिनु होला। हजुरको हामीले बिहानै बेलुका शुभ सार हामीले पूजा गरेर हजुरलाई राखेका छौँ र हजुरलाई मनाइएको छ। सम्पूर्ण जनमा नमस्कार। आज हामी यस धार्मिक धरोहरका
आधार नर्मदेश्वर महादेव मन्दिरको प्राङ्गणमा यो नियमित पूजाआजाको क्रममा पूजाआजा गर्दै गर्दा र हामीले थाहा पाएअनुसार 1995मा यो निर्मित भएको कुराहरू हामीले जानकारी आएसम्म हाम्रो जानकारीमा 1995मा यो नर्मदेश्वर महादेव मन्दिर स्थापना भएको र 1945मा यो निर्मित भएको र 1945मै जीर्णोद्धार भएको र त्यस पछाडि यो नर्मदेश्वर महादेव मन्दिरको नामले प्रख्यात भयो र यो सम्पूर्ण गाउँको र छिमेकी गाउँहरूको पनि एउटा धार्मिक आस्थाको धर्मको रूपमा यो रहिरहेको र यसको स्वामित्वमा केही जङ्गलहरू र धुवाँधुवार गर्ने जङ्गलहरू र शिवरात्रिको दिनमा यसलाई त्यहाँबाट दाउरा भएको प्राप्त भएको दाउराहरूले यसलाई धुवाँधुवार गर्ने शिवरात्रिमा एउटा धुनी लाउने कार्यक्रम पनि रहिरहेको अहिलेसम्म र यसलाई एकदम पुरा धार्मिक आस्तिकका रूपमा हामीले प्रयोग गर्दै आइरहेको अवस्था र अहिले 2047मा यो आंशिक जीर्णोद्धार भएको अवस्था रहेको र 2077मा पुरातत्व विभागबाट यसलाई पूर्ण रूपमा एउटा स्थापित भएर एउटा निर्मित भइरहेको अवस्था र यो हाल आएर पनि यो पुरातत्व विभागबाटै यसलाई पूर्ण रूपमा स्थापित भएको अवस्था र यसमा विभिन्न निकायबाट नेपाल सरकारका जातीय निकाय र नेपाल सरकार अन्तर्गतको प्रदेश सरकारका माननीय बिन्दु कुमार थापा पूर्व मन्त्री माननीय बिन्दु कुमार थापाज्यूबाट यसलाई हर बखत यसलाई चाहिँ सहयोग गरिराख्नु भएको बजेट विनियोग गरिराख्नु भएको अलावा स्थानीय निकाय पोखरा महानगरपालिका वडा नम्बर 16बाट पनि यसलाई बजेट विनियोजन गरिराखेको अवस्था र यहाँ गाउँमा स्थापित जनधरोहरहरू सामाजिक व्यक्तित्वहरू रामजी प्रसाद आचार्यको अध्यक्षतामा एउटा व्यवस्थापन समिति गठन भएको र रामजी प्रसाद आचार्य लगायत यहाँका ऋषिराम आचार्य रेशमलाल आचार्य दीननाथ आचार्य लगायत सम्पूर्णबाट यसलाई बेला बेलामा सहयोग भइरहेको र उहाँहरूको नेतृत्वमा यहाँ अपुरा भएका कामहरू पुरा भइरहेको अवस्था र यो शिव मन्दिरको सँगै एउटा मदन प्रसाद आचार्यको परिवारबाट सँगै रहेको एउटा गणेश मन्दिर पनि स्थापित भएको निर्माण गर्नुभएको उहाँहरूको व्यक्तिगत खर्चमा उहाँहरूको सपरिवारबाट सँगै रहेको नर्मदेश्वर महादेव शिव मन्दिरको सँगै रहेको एउटा गणेश मन्दिर पनि स्थापना गर्नुभएको अवस्था र अहिले नियमित पूजा भइरहेको अवस्था रहेको छ र यसलाई सम्पूर्ण यसलाई सहयोग गर्ने जातीय निकाय र व्यक्तित्वहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। ल हुन्छ हजुर। गाइजहरू म चाहिँ घर आइसकेको छु
आजको भ्लग चाहिँ यहीँ इन्ड गर्छु। कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु होला र भ्लग कस्तो भयो पनि भन्नु होला। ल अर्को भ्लग पनि छिट्टै हाल्छु। ल है त।